पुलिसले हामीलाई सपोर्ट गर्नुपर्ने हो। यो नेताहरूलाई सुरक्षा दिएर सौली ठानेर यिनीहरूलाई झन् यस्तो करप्सन गर्नलाई प्रेरित बनाउने हो नि। यो चोरहरूलाई आफन्तलाई भर्ना गर्ने, हामी सिधा सोधालाई यिनीहरूले हेप्ने। ल हेर्नुहोस्, यो चोरहरूले यो देशको जनताले तिरेको कर, यो सरकारको सम्पत्तिमा यिनीहरू मौज मस्ती गरेको छ। अब यस्तो गर्नु पर्यो कि यिनीहरूले भोलि करप्सन गर्ने, देशलाई यो लुट्ने आँट गर्दैन। यिनीहरूले सोच्न सक्दैन। जो भोलि आएको यो पुस्ताले पनि यो यस्तो करप्सन गर्छु भनेर सोच्न नि सक्दैन। ल यो तिनकुनेको यो पुल हो है। ल हेर्नुहोस् यहाँ यस्तो यो सोझा सिधा नेपालीलाई हेरेर हेपे यिनीहरू यो भ्रष्टहरूले। ल पुलिसहरूले लाइसेन्स ल्याएको छ मान्छे मार्नलाई। ल भन्नुहोस् त, आफ्नो अधिकार माग्न खोज्दा यिनीहरूले लखेटी गोली हानेको छ। ल पसलमा उसमा अफिसमा पसी यिनीहरूले गोली हानेछ। हेर्नुहोस् है, यिनीहरूलाई यस्तो बनाउनु पर्छ कि भोलि करप्सन गर्नलाई यिनीहरू 4 चोटि सोच्छ।